Are you ready? Are you ready? हेलो एभ्रिवान, सेवा र सबै साथीहरुमा आज चाहिँ म सेन्टोरिनी ग्रिसको मिनी भ्लग बनाउन गइरहेको छु। यहाँ चाहिँ हामी ब्रेकफास्ट गरिवरी हामी चाहिँ एयरपोर्टमा एन्ट्री गरिसकेका छौं र अब चाहिँ हामी बोर्डिङ पास भइवरी प्लेनमा जाँदै छौं। प्लेनमा एन्ट्री भइसक्यौं हामी र साथीहरु यो हेर्न सक्नुहुन्छ प्लेनबाट देखिएको भ्यू र ट्राभलिङको टाइममा धना दिदी र मन्जु बुजु चाहिँ मस्त निन्द्रामा हुनुहुन्छ। र फाइनली साथीहरु हामी चाहिँ होटलमा एन्ट्री गरिसकेका छौं र यो चाहिँ होटल 4 स्टार होटल रहेको थियो, होटल मिरामारे। र अब चाहिँ हामी फ्रेश भएर हामी बसेको होटल नजिकै रहेको रेस्टुरेन्टहरुमा हेर्दै डुल्दै ठाउँहरु हेर्दै गयौं। यहाँ जहाँ चाहिँ हामीले बुद्धको स्ट्याचु पनि देख्यौं। यहाँ हेर्न सक्नुहुन्छ एकदमै राम्रो रेस्टुरेन्टहरु रहेको थियो जहाँ चाहिँ इन्टेरियर डिजाइन पनि एकदमै राम्रो तरिकाले गरिएको थियो। ल साथीहरु हामीले पनि डिनरको लागि केही फुडहरु अर्डर गर्यौं र खायौं, एकदमै इन्जोय गर्यौं फुडहरुसँग र त्यहाँको भ्यूहरु हेर्दै बसिरहेका छौं जहाँ चाहिँ एकदमै राम्रो थियो रेस्टुरेन्ट। हेर्न सक्नुहुन्छ मान्छेहरु धेरै भए पनि एकदमै साइलेन्स आफ्नो होटलमा बसेर सबैजनाले खाइरहनु भएको थियो। र यो चाहिँ नेक्स्ट डे हाम्रो फर्स्ट डे इन सेन्टोरिनी जहाँ चाहिँ हामीलाई होटलले नै प्रोवाइड गरेको थियो ब्रेकफास्टको लागि इन्क्लुडेड थियो हाम्रो ब्रेकफास्ट। र हामीले ब्रेकफास्ट आफूले चाहे अनुसार जसलाई जे खानु मन लाग्छ सलाडको आइटममा चीजहरुको आइटममा जसले जे खानु मन लाग्छ आफै सर्भ गर्नुपर्ने थियो र हामीले पनि त्यही अनुसार हामीलाई जे मन पर्छ त्यही खायौं। यहाँ हेर्न सक्नुहुन्छ साथीहरु एकदमै मिठो थियो ब्रेकफास्टहरु हेर्न सक्नुहुन्छ र सबैजना कसै खाँदै हुनुहुन्छ कसै वेटिङमा हुनुहुन्छ। एन्ड आफ्टर ब्रेकफास्ट हामी चाहिँ सेन्टोरिनीको ओया भिलेजतिर लाग्यौं जहाँ चाहिँ हामीसँग हुनुहुन्छ डियर धना दिदी, डियर मन्जु बोजू। हामी चाहिँ ट्याक्सी अर्डर गरेर जाँदै छौं ओया भिलेजको अन द वे। यहाँ हेर्न सक्नुहुन्छ साथीहरु। ओके साथीहरु, अब चाहिँ हामी सेन्टोरिनीको ओया भिलेजमा आइपुगिसकेका छौं र त्यहाँ चाहिँ बाटोहरु एकदमै सानो गल्लीहरु रहेको थियो, एकदमै सानो गल्लीहरु र सानो घरहरु जहाँ चाहिँ व्हाइट मात्रै घरहरुको कलर पनि। ओके साथीहरु, अब चाहिँ इभिनिङ भएको छ। यो चाहिँ इभिनिङ भ्यू रहेको छ ओया भिलेजको। एकदमै अमेजिङ भ्यू देखिँदो रहेछ। डेमा भन्दा पनि इभिनिङमा चाहिँ एकदमै वन्डरफुल एकदमै अमेजिङ भ्यू देखिने रहेछ। यहाँ हेर्न सक्नुहुन्छ साथीहरु तपाईहरु पनि। अब चाहिँ दिनभरि डुल्दा हिँड्दा चाहिँ हामीलाई चाहिँ भोक लागेको छ र हामीले डिनर पनि ओया भिलेजमै गर्यौं। यहाँ हेर्न सक्नुहुन्छ साथीहरु फुडहरु एकदम यम्मी थियो, एकदमै मिठो थियो, एकदम डिलिसियस थियो। ओके, अब भने चाहिँ हामी दिनभरिको थकानले गर्दाखेरि अब चाहिँ हामी होटलतिर फर्किँदै छौं। हामी चाहिँ अलिकति ट्याक्सी लाइन भन्दा अलिकति अफसाइड भएकोले गर्दाखेरि ट्याक्सी स्ट्यान्डसम्म हामी चाहिँ हिँडेर जाने विचार गर्यौं जहाँ चाहिँ हिँड्दै एकदमै ठाउँहरु एक्सप्लोर गर्दै जाँदै छौं। मेरो पछि हुनुहुन्छ धना दिदी र मन्जु बोजू। हिँड्दा पनि एकदमै मजा आइरहेको थियो। ठाउँहरु एक्सप्लोर गर्दै हाँस्दै गफ गर्दै हिँडिरहेको थियौं हामी। ओके साथीहरु, अब भने चाहिँ हाम्रो डे 2 इन सेन्टोरिनी। हामी चाहिँ क्रुजको लागि जाँदै छौं जहाँ चाहिँ हामी होटलबाट बुकिङ गरेकोले गर्दा हामीलाई चाहिँ होटलमै पिकअप गर्न आउनु भएको थियो उहाँहरु र हामी चाहिँ जाँदै छौं सबैजना डिफ्रेन्ट कन्ट्रीको डिफ्रेन्ट हामी थियौं। हामी भने चाहिँ 3 जना थियौं।
क्रुजमा एकदमै इन्जोय गरिरहेको थियौँ, जुस पिउँदै सी हेर्दै। र हामीलाई लन्च पनि क्रुजमै दिएको थियो र हामी लन्च पनि त्यहीँ गऱ्यौँ। यहाँ हेर्न सक्नुहुनेछ हामी खाँदैछौँ लन्च। र आफ्टर लन्च चाहिँ धना दिदी र मन्जुबु चाहिँ चिलमा निदाइरहनु भएको छ। र यो हेर्न सक्नुहुन्छ व्हाइट बिच र त्यस्तै रेड बिच हेर्न सक्नुहुन्छ। र म चाहिँ क्रुजमा घरि यता जाँदै घरि उता जाँदै फोटो भिडियो लिइरहेको छु। र त्यतिकैमा हाम्रो सनसेटको टाइम भयो। यहाँ हेर्न सक्नुहुन्छ मेरो एकदमै ड्रिम रहेको थियो सनसेट हेर्ने चाहिँ। र मैले अन्तिमसम्म सनसेट हेरेर बसेँ। यहाँ हेर्न सक्नुहुनेछ एकदमै राम्रो देखिएको थियो सनसेट। ओके साथीहरू, यो भने चाहिँ डे 3 इन सेन्टोरिनी। हामी चाहिँ ब्ल्याक बिचतिर गयौँ। त्यहाँ चाहिँ सबै बालुवाहरू ब्ल्याक रहेको थियो। सो नर्मल्ली अरू ठाउँ चाहिँ व्हाइट येल्लो रहन्छ भने त्यहाँ चाहिँ सबै बालुवाहरू ब्ल्याक रहेको थियो। त्यही भएर त्यहाँको नामै ब्ल्याक बिच। हामीले फोटो भिडियो लियौँ ब्ल्याक बिचमा। ओके साथीहरू, यो चाहिँ डे 4 इन सेन्टोरिनी। हामीले चाहिँ फ्लाइङ ड्रेसमा फोटोसुटहरू गऱ्यौँ। हामीलाई चाहिँ जहाँ एकदमै राम्रो एकदम ब्युटिफुल देखिएको थियो। ओके, अब भने चाहिँ डे 5 इन सेन्टोरिनी। हामी चाहिँ स्कुबा डाइभको लागि गयौँ। यहाँ हेर्न सक्नुहुन्छ जहाँ मैले देखाइरहेको दृश्यभन्दा थोरै तल छ हामीले स्कुबा डाइभिङ गर्ने ठाउँ। मेरो साथीहरू चाहिँ अगाडि गइसक्नु भएको छ। एकदमै हावा चलेको थियो त्यो दिन चाहिँ। यहाँ हेर्न सक्नुहुन्छ साथीहरू सानो सानो बोटिङहरू। र यही नजिक रहेको छ स्कुबा डाइभ गर्ने ठाउँ पनि। अब भने चाहिँ हामी अन्डरग्राउन्ड सीमा पुगिसकेको छौँ। यहाँ हेर्न सक्नुहुन्छ साथीहरू विभिन्न कलरको माछाहरू एकदमै डिफ्रेन्ट वर्ल्डमा पुगेको फिल हुँदो रहेछ। उहाँ हामीसँग हुनुहुन्छ एकजना इन्स्ट्रक्टर। उहाँले सोध्दै हुनुहुन्छ तिमीहरू ओके छौ, तिमीहरू फाइन छौ भनेर सोध्दै हुनुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ साथीहरू माछा। यहाँ हेर्न सक्नुहुनेछ अक्टोपस पनि। ओके साथीहरू, अब भने चाहिँ लास्ट डे इन सेन्टोरिनी। हामी चाहिँ होटलभित्र रहेको स्विमिङ पुलभित्र स्विमिङ गऱ्यौँ, फोटो खिच्यौँ, भिडियो खिच्यौँ, इन्जोय गऱ्यौँ। र अब चाहिँ हामी सबै प्याकिङ गरेर हामी चाहिँ फर्कनको लागि एयरपोर्ट पुगिसकेका छौँ। यहाँ हेर्न सक्नुहुनेछ। एट द एन्ड काममा त फर्किनै पर्यो, काम त गर्नै पर्यो। र हामी इजरायल ल्यान्ड भइसकेको छौँ। र हामी एकदमै टायर्ड फिल भएको छौँ। कहिले घर पुग्ने र फ्रेस भएर रेस्ट गर्ने भएको छ। ओके गाइज, थ्याङ्क फर वाचिङ माई भिडियो। थ्याङ्क यू सो मच।